ल गाइस हामी चाहिँ माछा मार्न जान लागेर हो खोलामा है। आज थुन्नी रे त्यही भएर यसो निक्लेको म पनि कति घरमा पस्नु भन्नु छैन अलि निक्लेको म पनि कति घरमा पस्नु भनेर सबैजना आज कतिजना छ भने 20-30 जना त होला बेसी होला चाहिँ है। माछा चाहिँ टन्नै मार्ने हो गाइस। यहीँ म यहाँ छु होइन फुलुङ बोके म चाहिँ फुलुङ भन्छ के भन्छ ढडिया हो क्या त्यो त ढडिया होइन त मामा ढडिया होइन त्यो यहीँ मामा सिरी के छ ठिक छ नि मामा एकदमै आज के को टिका लाउनु भयो र पूजा थियो ए अरू केटाहरू चाहिँ उहाँ पुगिसक्यो है हाम्रो हेर्नु न माछा मारिन्छ अलिकति भयो नि गाइस त्यही हो अहिले एकछिनमा देखाउँछु सबलाई है गाइस। ल गाइस माछा मार्ने ठाउँ चाहिँ यही हो हाम्रो है तपाईँको यहाँनिर माछा मारिरह है केटाहरू सबैजना हुनुहुन्छ सानो ठुलोदेखि सबैजना हुनुहुन्छ होइन आज यसो माछा मारिदिनु पऱ्यो हाम्रो केटाहरू पनि गइरहेको भर्खरै त्यही हो गाइस आज खोला खाइरहेको छ होइन माछा मार्नु पनि तर मजा आउँछ हौ धेरै नै मजा आउँछ खोलामा छ त्यहाँ मान्छे ल गाइस यही हो हाम्रो राप्ती खोला मनहरी 5 को राप्ती खोला माछा मार्न खास गरी आज गाइस तर मान्छे टन्नै छ यार पानी चाहिँ कता कटाउनु लाग्यो यार अनि सुनौ न होइन यहाँ भाइ यता अब कता यता थुन्छ कि यता थुन्छ अब भन्नु मतलब यता माथि थुनेर उता कटाउनु त होला नि एकतिर पानी होइन माछा त यो तल मार्ने होइन हामीले अच्छा त्यहाँ साइडबाट यहाँबाट उता मान्छे चाहिँ छ गाइस पर्छ रहेछ ल गाइस यहाँ अब हाम्रो चाहिँ आधी काम सकिनलाई यहाँनिर गए छेकर काट्नु लागिरह माछा चाहिँ बेलुकातिर मार्ने भनेर है गाइस त्यही ल गाइस हामी चाहिँ अब माछा मार्ने सुरुवात भयो है 3-4 बोरा माछा मारिन्छ भनिरहेको है गाई केटाहरूले त्यही भएर अब सुरु भयो हाम्रो माछा मार्ने मारिन्छ होला 4-5 बोरा ल गाइस अब यो खोलामा हामीले 4-5 बोरा माछा मार्नु लागिरहेको होइन होइन भाइ त्यही भने यत्रो मिहिनेत गरेर यार उहाँसँग सुकाखा हो यो पुरै फुल हानिदिनु ल हामीले खास गरी हजुर ल गाइस अब फाइनली सकिनु लाग्यो है हाम्रो चाहिँ माछा मार्ने हेर्नु न हामीले यत्रो थुनेर सकाइदिइसक्यो क्या यहाँ मिहिनेत त हेर्नु नि यति चाँडै सुकिसक्यो कि दामी मजा आउँछ हेर्नु खोला चाहिँ ठुलै खोला कि हामीले वो वार पारै सेकिदिएको क्या मिहिनेत चाहिँ लोड गर्नुपर्छ है बालुवा भएको होइन माछा चाहिँ हामीले 1-2 बोरा होइन 5-6 बोरा चाहिँ भेटिन्छ लागिरहेको बाहिरको मान्छे आएन भने चाहिँ त्यही हो हेर्नु न माछा त लोड छ भने 5-6 बोरा चाहिँ मारिन्छ होला गाइस तपाईँलाई म भनिहाल्छु नि हेर्नु न माछा यसै मस्त थुनिँदो रहेछ क्या मैले फर्स्ट टाइम अब भनौँ न यसरी थुनेर माछा मार्नलाई चाहिँ मान्छेहरू माछा मार्नलाई हेर्नु न कहाँबाट आइसक्यो कि मिहिनेत गर्ने चाहिँ जम्मा हामीसँग कति 31 जना चाहिँ छ है केटाहरू सबै केटाहरू बुढाहरू
अनि यहाँ यस्तो माछा मनायो पनि भइसक्यो यसरी त पाइँदैन नि यार मेहनत गर्ने कालु मकै खानु कालु जस्तो हुन्छ है गाइज साबास हेर्नु माछा सानो माछाहरू लोद रहेछ भने माछा चाहिँ ए उता पर पनि आइसक्यो मान्छेहरू माछा मार्नुलाई यार गाह्रो हजुर यता हेर्नु त ल फाइनली गाइज है माछा चाहिँ अब तलतिर भेटिन्छ भनेर म कुदिरहेको छु होइन त्यही हो पुरा सुकिसक्यो क्या फाटै सुकिसक्यो भने हेर्नु नि दामी माछा दौडिनुलाई माथि सुकाएर यसो अलिक सर्लक्क माछा बग्दै आएर होइन तपाईँको यसमा झरिन्छ क्या माछा झोलमा यहीँ माछा चाहिँ यसरी झरिन्छ है गाइज ए गाइज माछा चाहिँ चलिरहे पुरै माछा चलिरहे ल पानी डुबाइदिनु पर्छ मैले त मम्मी मोबाइल म त डुबाइदिन्छु भोलि स्टेडियम हेर्दा नि मान्छे खोला अघि सारा त मैले झुल्लो अनि माछा नपरेर त्यहाँबाट यहाँ एकैछिनमा त्यति परेर छ यहीँ छ सरस भाइ त्यो कति झर्रा है के ढुङ्गा झिक्नु त माछा झन् रात पऱ्यो झन् झर्नु के आत्ता मादर मिठो माछाहरू घरमा तेरो बुढी छैन ल गाइस ल यति पनि छैन है त्यही भने कति धेरै कति भित्रै हालिन् न भित्रै ल ए ल चारैतिर ल ल भयो आन्यो गाइस आन्यो मे मिठो गरेर खानुपर्छ म त अब हात हाल्दैन कहिले पनि मुनि हेर्नु टच नपालो ल बोरा छ अस्ति जति छ त्यहाँ टच नपालो के मजा लिउ न हामी पनि अलि यो झुल चाहिँ अलि उचाल्नु है बिस्तारै नयाँ समाउँदा म दुईटा हातले हाल्छु ल मुनिबाट सपोर्ट दि हातले माछा हाल्न त जतिसुकै टोकस न छोड्ने होइन यसमा सेतो माछा मात्र हो कि अर्कोमा त्यो ढड्याम पर्यो होला लोद रहेछ त्यहाँ यो हो नि त गडन पनि पर्यो है माछा गडन छ माछा ल न उता हातले नि गाइस हेर्नु न ए दामी छ यार सोचे जस्तै भयो माछा चाहिँ है गाई चाहिँ टड्यामा हुन्छ है यो माछा चाहिँ हाम्रो कता डऱ्यो उठा दुईटा उकालाई छुची धर्यो भने एउटा खान्छ खालि गुइरा खालि एकजना उता फेरि थाप्ने हो कि के गर्ने हो अब ए अहिले छैन टस भएर बाले हाते माथि यसमा बढी परेको यता परेको माथि छेउतिर यसमा रहेछ माछा पर्यो भने माछा हो पुरा माछा हो कि गुइरा माछा हेरौँ नि यो खतरा हुन्छ फुल्ली हुनुलाई है गाइस एक बोरा भयो गाइस ल हुन्छ ल है कति किलो होला भाइ भाइ ओइ दुईजना भाइहरू है कति किलो 50 छ आमा 50 किलो दुईजनाले बोकेर है छ है बढी गाइस
गाइस माछा माछा विभिन्न दिनी मजाले यतापट्टि कालो है साह्रै ओए यो ध्वाँसो मात्रै लागिहाल्छ नि धसो लाग्छ कि भाइ लास्टो फाइट हाने त काँडे ल गाइस यो चाहिँ हाम्रो सब माछा भएको है यहाँ अनि हाम्रो ढडियामा छ त्यहाँ छ माछा त लो छ सोचा भन्दा पनि धेरै एक बोराको निस्क्यो है हाम्रो माछा त्यो छेगरको त छुट्टै गर्दैन हुन्छ होला है खाने एकै ठाउँ हो त्यसलाई छुट्टै गर्नु त फेरि घट्ला नि फेरि अर्को बोरा गयो हाम्रो ए पल्टाउ त्यही हुन्न झडाको नि खोलौँ त माछा प्लास्टिकमा माछा मजाले पर्यो अहिले हो काँडे हो काँडेहरू पर्यो त नि अहिले ओहो काँडे छ त माछा झिल्लियो पनि रहेछ लास्टमा आएर त एकै ठाउँ कहाँ घोले घोल लेम्किला मार्दै ल उठाउनु पर्दैन गोल हातले भ्लाट ल हातले खोल्नु ल त्यो उसले त्यतिकै बड्काले भन न मुर्फी ओए माछा रोजिक्नुमा के छैन है माछा हाल्यो सबै ढडेमा हालेर ल्या मेलको ढडे कुन रे कति हाल्दिनी कसलाई दियो गोल्नु हो माछा त सोचे भन्दा पनि धेरै चाहिँ डर लाग्छ होला यत्रो माछा अनि मान्छे पनि टन्ने छ नि त फेरि कति 31 जना है माछा मान्छे चाहिँ यता आइसक्यो माछा उसै भराइदियो भने मेरो बाटो होला यो बाटो राख्नु यसले योभन्दा ठुलो छैन अलि खै हो कुन चाहिँलाई बाँडा लग्या भन ल्याउ भाडा ल्याउ ल भयो कति भाग भयो ल अस्ति पुग्दैन यो बाटो पुग्दैन त्यही हो त्यसो हाल्नु यी भागको गर्ने ओए एक दुई भाग झन्डै भरे आवे यो यति हैन त तेरो हैन यो हाम्रो हाल्दैछ भन्छ पैसा नलाने म चाहिँ हाले पनि यहाँ ल हालिसक्यो खेला नलानु ल यहाँबाट आउँदैन अब लाग्यो अब यहाँबाट हाल्दै ल